त्यसैगरी हामी अर्को प्रश्नतर्फ नै लाग्छौँ रक साहब। एकजना महिला नै हुनुहुन्छ। म चाहिँ 32 वर्षकी विवाहित महिला हुँ। पार्टनरसँग नियमित यौन सम्पर्क हुँदा पनि मलाई कहिल्यै सन्तुष्टि मिल्दैन। उहाँलाई चाहिँ सब ठिकठाक लाग्छ, तर म भित्रभित्रै अधुरो र असन्तुष्ट महसुस गर्छु। कहिलेकाहीँ त यो मेरो गल्ती त होइन भनेर अपराध बोध पनि हुन्छ। यस्तो स्थिति शारीरिक कारणले हो कि मानसिक कारणले, यसलाई कसरी बुझ्ने र समाधान के हुन सक्छ भने चाहिँ उहाँले चाहिँ सुझाव माग्नुभएको छ। एउटा मार्गदर्शन गरिदिनुहोस् न चाहिँ भन्नुभएको छ उहाँले। हजुर, महिलाहरूमा यौन असन्तुष्टि हुनुको पछाडि शारीरिक मनोवैज्ञानिक अब कारणहरू त धेरै छन्, तर हामीले सरसर्ती दुई क्याटेगोरीमा हामी विचार गर्छौँ। मनोवैज्ञानिक क्याटेगोरीमा पनि अब केही विभिन्न कारणहरू हुन्छन्। अब केही उदाहरणहरू स्वरूप भन्न सकिन्छ। केही उदाहरणमा जस्तो कि पार्टनरसँग यौनप्रतिको लगाव कतिको छ, आफ्नो पार्टनरसँग यौन भावना कति आइराखेको छ, त्यो कुराले नि फरक पार्छ। अरू सबै कुरा राम्रो छ तर सेक्सुअल फिलिङ्स आइरहेको छैन भने त्यस्तोमा पनि पर्याप्त आनन्द आउने कुरा भएन। कहिलेकाहीँ अब श्रीमानको लागु पदार्थ सेवन गर्ने बानी छ, त्यसले गर्दाखेरि मनमा नरमाइलो अनुभव भइराखेको छ, नरमाइलो लागिराखेको छ, अथवा गन्धले पनि असर पार्न सक्छ। लागु पदार्थ, सुर्ती, चुरोट, अल्कोहल जस्ता कुराहरूको गन्धले पनि कतिपयलाई इरिटेट गरिराखेको हुन्छ। त्यसको प्रभावले पनि यौन सम्पर्क त भयो तर त्यसमा पर्याप्त आनन्द भएन, त्यस्तो पनि भइराखेको हुन्छ। अनि आफैमा मनोवैज्ञानिक रूपमा हुने तनाव, चिन्ताहरूको प्रभाव पनि परिराखेको हुनसक्छ। र अर्को कुरा पार्टनरसँग रिलेटेड, जस्तो पार्टनरको चाँडै विरेफल हुने समस्या भएमा, अथवा पार्टनरले आफ्नो महिलाको, श्रीमानले श्रीमतीको यौन भावनालाई सही रूपमा सम्बोधन गर्न नसक्ने, बुझेर त्यो अनुसारले आफूलाई परिवर्तन गर्न नसक्दाखेरि पनि कतिपय महिलाहरू असन्तुष्ट भइराखेको पाइएको छ। अब यो महिलाको यौन भावना, यौन सम्बन्धी विचार अथवा के कुरा बढी मन परेको छ, के कुरा मन पर्दैन, त्यो कुरालाई ध्यान हरेक पुरुषले दिनुपर्ने हुन्छ। र यो हुन नसक्दाखेरि पनि कतिपय महिलाहरूको यौन असन्तुष्टि हुन्छ। त्यस्तै अरू भनेको अब शारीरिकहरूमा पनि केही उदाहरणहरू म दिन चाहन्छु। जस्तो कि महिलाको यौनाङ्गभित्र सङ्क्रमण छ भने यौन सम्पर्क गर्दाखेरि आनन्द आउँदैन, कसैलाई त दुख्ने पोल्ने पनि हुनसक्छ, त्यसले गर्दा आनन्दको महसुस नहुने भयो। त्यस्तै गरी महिलाको हर्मोनमा गडबडी छ भने, अब विभिन्न किसिमका हर्मोनहरूमा मध्ये कुनै पनि मा गडबडी भइदियो भने पनि यौन सन्तुष्टिमा असर पार्छ। कसैको इच्छा नै नहुने हुन सक्ला, कसैको इच्छा भएर पनि सन्तुष्टि नहुन सक्ला, त्यतातिर कारणहरू हुन सक्छन्। त्यस्तै गरी शरीरमा हुने जस्तो भनौँ न सुगर रोगहरू जस्तो थाइरोइडहरू, त्यस्तै अन्य हर्मोनहरू जस्तो सेक्स हर्मोन नभएर अरू रिलेटेड हर्मोनहरू जस्तो प्रोल्याक्टिन हर्मोनहरू, अब यिनीहरूको लेभल गडबड हुँदाखेरि पनि यौन सन्तुष्टि नहुने, यौन इच्छा नै नहुने पनि हुन्छ कतिपयलाई। अब यसरी धेरै किसिमका कारणहरू हुने र हरेक कारणको आफ्नो आफ्नो किसिमका समाधान हुने हुनाले यस्तो समस्या भएका महिलाहरूले आफ्नो श्रीमान या आफ्नो सेक्स पार्टनर सहित प्रत्यक्ष रूपमा भेटेर अलि विस्तृत रूपमा कुराकानी गरेपछि चाहिँ कारण के हो भनेर पत्ता लगाउन सजिलो हुन्छ। अब यसमा कतिपय कुराहरू छलफलबाटै पत्ता लाग्न सक्छ भने कतिपय कुराहरू जाँचहरू गरेर, टेस्टहरू गरेर पत्ता लाग्ने हुन्छ। र अब समाधान कारणअनुसार नै हुने हो। त्यसकारणले कारणअनुसार नै कतिपय सल्लाह सुझावबाटै पनि समाधान हुन्छ भने कतिपयको लागि चाहिँ औषधि उपचारको पनि जरुरत पर्ने गर्छ। यस विषयमा धेरै कुराहरू पनि गर्नुपर्ने छ रक साहब, होइन? किनभने पछिल्लो विषयवस्तु चाहिँ यो धेरै बाहिर आइरहेका कुराहरू छन्, होइन? एउटा समस्या पनि रूपमा यो आइरहेको छ। यस विषयमा हामी अन्य कार्यक्रमहरूमा कुराकानी गर्नेछौँ। थुप्रै जिज्ञासाहरू रहेका छन्।
ती जिज्ञासा तपाईँका समस्याहरूलाई चाहिँ सबैलाई आज हामीले यो कार्यक्रममा समावेश गर्न सकेनौँ। आगामी कार्यक्रमहरूमा हामी पालो पालो तपाईँका जिज्ञासाहरूलाई चाहिँ समाधान गर्दै जाने नै छौँ। तपाईँले त्यसका लागि पनि तपाईँका जिज्ञासाहरू प्रश्नहरू छन् भनेदेखि चाहिँ हामीलाई राख्न सक्नुहुनेछ, हाम्रो इमेलमा चाहिँ पठाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँले yonkakura@gmail.com मा चाहिँ लेखेर पठाउनुहोला। त्यसै गरी तपाईँले हेरिराख्नु भएको युट्युब टिकटकहरूमा पनि तपाईँले तपाईँका क्वेसनहरू चाहिँ प्रश्नहरू चाहिँ राख्न सक्नुहुनेछ। ती प्रश्नहरूलाई हामी आगामी हप्ताहरूमा चाहिँ समावेश गर्नेछौँ र विशेषज्ञ मार्फत नै परामर्श गर्नेछौँ, सल्लाह सुझाव चाहिँ हामी दिनेछौँ। आजको यो निर्धारित समय सकिन लागिसकेको छ। अब भने यौनका कुरा कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। अर्को शुक्रबार 8:30 बजेदेखि 9 बजेसम्म यौनका कुरा कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि हामीलाई हेरेर साथ दिनुहुने तपाईँ सम्पूर्ण दर्शकहरूलाई विशेष धन्यवाद भन्छौँ र सल्लाह सुझावको पनि अपेक्षा गर्दै आजको यो कार्यक्रमबाट म मुना दाहाल बिदा हुन्छु। हवस् त, नमस्कार। स्त्री पुरुष दुवैमा यौन चाहनाको कमी, यौन दुर्बलता, धातु रोग, सरुवा रोग, निसन्तानपन, यौनाङ्ग विकास, महिनावारीमा गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, योनि दरमा घाउ खटिरा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। माता मनोकामना आरोग्य क्लिनिक, पुतली सडक, काठमाडौँ। फोन 01 53 25 535, मोबाइल नम्बर 98 41 49 11 86। यौन समस्या र जिज्ञासाका साथै घरेलु उपचार विधिबारे डाक्टर सुबोध कुमार पोखरेलद्वारा प्रश्नोत्तरको रूपमा लिखित पुस्तक यौनका कुरा सर्वत्र बजारमा उपलब्ध छ। पुस्तकका लागि सम्पर्क 98 013 89 580। कमर बरिजर मेरो कमर दुख्ने थियो, अहिले 8-9 वर्ष जति अस्पताल भइसके, अहिले जस्तोको त्यस्तो भइरहेछ। अहिले केही छैन, अहिले मेरो पुरा निको भइसक्यो। यो हस्पिटलमा आएदेखि ठिक छ, मलाई राम्रो छ। ओम धन्वन्तरी आयुर्वेद हस्पिटल नेपालकै निजी क्षेत्रको पहिलो आयुर्वेदिक अस्पताल हो र विगत 20 वर्षदेखि यो अस्पतालले विभिन्न रोगहरूमा बिरामीहरूलाई चाहिँ उपचार सेवा दिँदै आइरहेको छ। हामीले यस अस्पतालमा विभिन्न रोगहरूको उपचार सफलताका साथ गर्छौँ। हार्ट जोड्ने तथा नसा सम्बन्धी रोगहरू जस्तै बाथ, युरिक एसिड, नसा च्यापिएको, हड्डी खिएको, त्यस्तै गरी पेट सम्बन्धी रोगहरू अपच, ग्यास्ट्राइटिस, कोलाइटिस, पेटको अल्सर, आन्द्रामा भएको अल्सर, पेट फुल्ने, अमिलो पानी मुखमा आउने जस्ता विभिन्न रोगहरू, त्यस्तै गरी हाई ब्लड प्रेसर, डायबिटिज अथवा मधुमेह र थाइरोइड सम्बन्धी रोगहरू, अनि छाला सम्बन्धी सम्पूर्ण रोगहरू, त्यस्तै गरी स्त्री तथा प्रसुति रोगहरू जस्तै महिनावारी गडबड, विभिन्न पाठेघरका समस्याहरू र मलद्वारमा हुने विभिन्न खालका रोगहरू जस्तै पाइल्स, फिस्टुला, फिसर अनि यौन सम्बन्धी सम्पूर्ण रोगहरूका सफलताका साथ उपचार गर्छौँ। यदि तपाईहरूलाई यस्तै रोगहरूले सताएको छ भने हामीलाई प्रभावकारी उपचारका लागि सम्झन सक्नुहुन्छ। परिवर्तित समाजमा रम्दै जाँदा आफ्नो जीवनशैली र खानपिनमा ध्यान नपुर्याउँदा विभिन्न किसिमका रोगहरूले सताइरहेको हुन्छ। तिनै समस्याहरू मध्ये हुन् बाथ, प्यारालाइसिस, नसा च्यापिएको, हड्डी खिएको, ग्यास्ट्रिक, डिप्रेसन, अनावश्यक डर, अनिन्द्रा, पिनास, मधुमेह, युरिक एसिड, दम जस्ता दीर्घ रोगहरूको उपचार गरिनुको साथै महिला तथा पुरुषमा हुने यौन समस्या, सरुवा यौन रोगहरू, नपुंसकता, निसन्तानपन, प्रजनन स्वास्थ्यमा समस्या, अनुहारको दाग, डन्डीफोर, दुबीको बिना साइड इफेक्ट आयुर्वेदिक औषधिको प्रयोगबाट यस ओम धन्वन्तरी आयुर्वेद हस्पिटलमा उपचार गरिन्छ। साथै हामी कहाँ पाइल्स, फिस्टुला र फिसरको 4 सूत्र विधिद्वारा सफल उपचार गरिन्छ। आयुर्वेद सँगै आधुनिक जीवनशैली र प्रविधि ओम धन्वन्तरी आयुर्वेद हस्पिटल प्राली, धुम्बाराई चोक, रिङ रोड, काठमाडौँ। फोन नम्बर 43 79 096 43 74 548।